एक मुठी पानी त दिने मान्छे नि भएन। पारेको त्यति नमिलाई बाहाइन यो त आज पनि झगडा गर्न आउने हो कि भरै छैन खै। होइन के भयो यहाँ कि त दाइकै घर बुढा बिरामी परेको छ कि क्या हो हेर्नै जानु पर्यो नि। ए दाइ के भयो ल न बुढा त बिरामी पऱ्यो नि त छिमेकी हुन् ल न के भयो त है तपाईँलाई खोइ त एक गिलास पानी ल्याउनु भाइ। हो ज्वरो पनि हन्ती आएको त घरमा कोही हुनुहुन्न जस्तो छ। ल म पानी लिएर आउँछु है त एक गिलास। ल बाबु काट्या भित्रै त होला नि हिँड्दै। हजुर दाइ ल उठ्नु त उठ्नु ल एक गिलास पानी खानु म त्यहाँ मेडिकलसम्म गर तपाईँलाई औषधि लिएर आउँछु साह्रै ज्वरो आँखा। ल बाबु ल र त्यो पानी खाँदै गर्नु म गएर औषध लिएर आउँछु है त। ल अब अस्ति झगडा गरियो बारी यहाँ कति काम थियो। मास्टर साहब नमस्कार कता हिँडेको औषधि सौषधि बोकेर? ए त्यहाँ हाम्रो छिमेकी दाइ बिरामी परेन गएर एउटा औषध ल्याएर खानु पऱ्यो भनेर कि। ल मैले अस्ति भनेको होइन मर्दा पर्दा छिमेकी नै चाहिन्छ गाह्रो साह्रो पर्दाखेरि बाज्नु हुँदैन जुझ्नु हुँदैन भनेर मैले भनेको थिएँ नि भाइ। हो नि मास्टर साहब। ल हस् मास्टर साहब मलाई हतारसम्म जान्छु। ए ल ल ल अस्ति त मैले भनेकै थिएँ ती दाइ पनि त्यस्तै मुढे बल लगाएर त्यसै जुझ्न थाले यो भाइसँग। हो आज यो भाइ नभई भएन आखिरमा। दाइ ल एउटा औषधि खाउँ अनि त्यसपछि अनि रेस्ट गर्नु अलिक कम होला नि त। ल लिनु त यस्तो ज्वरो आएछ अब खाना के गर्ने हो? मलाई माफ गरिदियो भाइ अस्ति जे अन्जानमा गल्ती भयो। ए दाइ हो समाज बसेपछि कहिले काहीँ त्यस्तो हुन्छ मलाई पनि माफ गरिदिनु। मैले दाइलाई हात हाल्नु नहुने मान्छे दाइ समानको मान्छेलाई हात हालेँ मलाई माफ गरिदिनु। तपाईँले होइन मैले चाहिँ माफ मान्नुपर्छ तपाईँ। आखिर समाजमा मिलेरै बस्नु पर्ने रहेछ हो नि दाइ है। मैले गल्ती गरेँ अबदेखि हामी मिलेरै बस्नुपर्छ आखिरमा छिमेकी काम लाग्दो रहेछ। हो नि एकदम दाइ। ल है अबबाट हामी झगडा नगरौँ भाइ अबदेखि माफ गरिदियो बाबु मैले अस्तिको लागि चाहिँ। ल औषधि राख्नु अनि अब अहिले मेरो बारी यहाँ काम छ बारीको काम भ्याएर आउँछु अनि कस्तो हुन्छ के हुन्छ नि खाना खाउँला नि त बेलुका है त। ल बाबु ल हस् ल म गएँ दाइ। ल हेर त्यो 2 कोदालो माटो खनेर आखिर के चाहिँ भएको थियो र? त्यही भाइले आएर माफ माग्यो गल्ती मेरै थियो आखिर उही काम लाग्यो आज।